हेलो साथीहरू, अब आज म नरिवलको लड्डु बनाउन जाँदैछु। अहिलेसम्म बनाएको त छैन, कस्तो हुन्छ थाहा छैन है। कोसिस गर्दैछु। नरिवललाई चाहिँ यसरी पिस पिस काटेर मिक्सरमा पिनेर यस्तो बनाउने। कोरेसोमा कोरे पनि हुन्छ, तर मलाई कोरेसोमा गर्न गाह्रो भएर मैले मिक्सरमा पिने। अब के गर्ने हो, युट्युब हेर्दै बनाउँदै गर्ने हो। बन्छ कि बन्दैन थाहा छैन। अब मैले प्यानमा घिउ राख्ने थोरै। अब नरिवल राख्छु। नरिवल राखेर सानो आगोमा चाहिँ अलिअलि पकाउँछु। त्यसपछि चिनी राख्छु। त्यसपछि 1 कप दुध राख्छु। अनि कस्तो हुन्छ अहिले हेरौँला। चिनी र दुध हालेपछि यस्तो भयो, पाक्दैछ यो। अब मैले यसलाई लड्डु बनाउँदैछु। बन्यो भाइ। लड्डु अझै यसमा काजु बदामहरू राख्ने भने अझै मिठो हुन्थ्यो। मैले यो पहिलोचोटि बन्छ कि बन्दैन, खेर गयो भने भनेर ट्राई मात्रै गरेको। अर्कोचोटि चाहिँ काजु बदाम राखेर बनाउनु पर्ला। ओके साथीहरू, नरिवल धेरै भएको छ भने यस्तै गरी लड्डु बनाउनु मिठो हुन्छ। बाई बाई। लड्डु त बन्यो। वाउ, एमे बाई बाई।